कि यहाँ सेफ छैन डरै लाग्यो पानी ए भगवान डुबाउँछ र यहाँको देउता रिसायो क्या हो कालै भएर आयो डरै लाउने सानी उडाउँछ क्या वाउ कस्तो राम्रो भयो मोबाइलै बोकेर दौडिराख्यो केटो मोबाइल पनि फुट्यो हेलो एभ्रिवान म चाहिँ आज पिकनिक खान आएको छु यहाँनिर म एक्लै पिकनिक खान आएको छु रारा चौचौ र के भन्छ अरे चिकनको ग्रेभी बनाएर खानेवाला छु हामी चाहिँ यस्तोवाला पुरा यहाँनिर एकदम ठुल्ठुलो पहाडको बिचमा खोला रहेको छ अनि त्यो खोलाको बिचमा आएर चाहिँ हामी एकदमै पकाएर खानेछु यहाँनिर चाहिँ मैले आगो फुक्नको लागि पनि रेडी गरिसकेँ चुलोहरू दाउराहरू खोजेर अब म चाहिँ आगो फुक्छौँ अनि भिडियो सुरु गर्छु तपाईहरु सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु होला एकदम मिठो ब्लग हुनेछ खानेकुरा पनि एकदम मिठो हुनेछ ल है मेरो सबै सामान छ यहाँ रहेको छ फ्राई बिन अनि यहाँ माछा मार्नको लागि जाल पनि लिएर आएको छु यहाँ रहेको छ ओखोल हैन मेरो यो सामानहरु रहेको छ तेल नुनहरु हैन टन्नै लाएर मैले लिएर आएको छु एक झोला सामान छ अब यो सबै एकै ठाउँमा राखेर अनि यहाँ साथमा पानी पनि रहेको छ अनि यहाँनिर साथमा के छ जिर पनि रहेको छ है माछा पोलेर खानको लागि ल सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु भ्यू चाहिँ यस्तो छ हेर्नु दामी पाराको दामी छ यहाँ चाहिँ झोलामा बस्नु पर्यो टक्क लाएर अनि त्यहाँबाट पकाउन सुरु गर्नु पर्यो मेरो सिमी सागहरू यो मासु छुट्याउनै नहुने यहाँ चाहिँ चिकन छ है चिकन ल अब यहाँनिर सामानहरू सबै लिएर आउनु ठ्याक्कै मिल्छ है सामानहरू सबै मिल्छ आगो बाल्नु पर्यो आगो केले बाल्ने हो अलिकति यसरी कि पछाडिबाट लाइटर कता गयो केले बाल्ने थिए आगो पहिला चाहिँ यो चौचौ फोरेर आगो बाल्ने बनाउनु पर्यो के आगो बाल्ने कुरै भएन त्यही भएर है ल म चाहिँ दुईटै चौचौ फोरेर क्लिप बनाउने भनेको ल उठेर गर्ने हो नि त्यही हो अथा पोल्यो आगो बाल्नै आउँदैन कहिले बाल्यो भए पो आगो बाल्न आउने त नि यहाँनिर आगो फुकिसक्यो हेर्नु इस कस्तो मजाले आगो फुक्यो अब दाउरै चलाइरहेको रहेछ ल है अब म फ्राइबिनहरू बसाल्छु मैले चाहिँ यत्रो ठुलो ढुङ्गा ल्याइसकेँ यो ढुङ्गामा बसेर चाहिँ मजाले म पकाउँछु है ल सुरुमा चाहिँ थोरै पानी चाहियो क्या हो यहाँ आमा आगो त
मजा पकाउने छु। यसलाई तताउनु पर्यो पहिला। आथ तातो ह सारे हो ढुङ्गा। थट धुवा आयो। अब पहिला सुरु मासुहरू उस गर्छु। यहाँ हेर्नु म चिकन लिएर आएको छु। यहाँनिर चिकन लेग पिस, चिकन विङ्स, अनि कराई, यहाँ सिमी साग सबै कुरो। फाइनली गाइज मेरो चाहिँ आगो मजाले बलिसक्यो। अब यो आगोमा चाहिँ म मिठो अनि लेग पिस, विङ्स अनि चाउचाउ अनि यहाँ सबै कुरो लिएर सबै कुरो बनाउँछु है म। यहाँ चाउचाउ पनि रहेको छ। सुरुमा चाहिँ यहाँ कराई तताउँछु भन्छु। यो कराई राखेँ कि कराई भिन्दा त फ्राई नै राख्नुपर्छ क्या हो। कराईमा त मलाई त होला जस्तो लागेन है। फ्राई बिनमै राख्छु। कराईमा आगो निभे गरेँ क्या। अनि डाडु रहेको छ। चाउचाउ उमाल्ने होला नि होइन। ओ माई गड धुवा आयो मरे। कति धेरै धुवा। थत म त भागे। धुवा धेरै आयो। अब केमा के खनाउने। किनभने यहाँनिर मासु पकाउने हो नि त पहिला। मासु पकाउने हो पहिला त्यही भएर ल अब यहाँनिर म मासु पकाउँछु। ओ माई गड कति पिरो। यदि दुःख हुन्छ साथीहरू भिडियो बनाउन। बिहानदेखि भिडियो बनाउने ठाउँ खोज्दा बेलुका हुन लाग्यो। आमा कति पिरो। अनि बेलुका हुन लाग्यो होइन। अनि बेलुका हुन लागेपछि चाहिँ हामी फेरि एक ठाउँमा बल्ल ठाउँ पाएर यहाँनिर अब यहाँ त कस्तो तातो बोल्दैन नि जमिनमा। तर्सिरहनु तातो पानी आफैले फालेको होइन। तर्सिरह जमिनमा आएको त बोल्दैन। ल अब म चाहिँ यहाँ लेग पिसलाई स्वाट काट्छु। काटेर म्यारिनेट गर्नु पर्यो नि त। म्यारिनेट चाहिँ यही कराईमा गर्छु म। यही कराईमा म्यारिनेट गरेर मजाले हेर्नुहोस् चिकन कस्तो। यस्तो भिडियो बनाउने एकदम रहर थियो मलाई। एकदम रहर थियो। आज फाइनली मेरो पुरा भइएको छ। किनभने मलाई एकदम रहर लागेको भिडियो हो नि त। पानी एकदम रहर लागेको नि त। यो चाहिँ पानी हो है चिसो होइन। फेरि तपाईँहरूले भन्नुहोला चिसो हालेर नि मासु पखाल्ने भइयो भन्ला होइन है। मासुलाई मजाले धुई पखाली गरेर पानीलाई चाहिँ साइडमा फाल्ने। रमाइलो लाग्यो मलाई खुसी लाग्यो। तर बिहानदेखि मैले ठाउँ खोजेको नपाएको। आमा खोला कतिवटा खोला चारियो। पूर्वदेखि पश्चिमदेखि उत्तर दक्षिण म त्यस्तो कुदेको। यहाँ चाहिँ मेरो चिकन छ म्यारिनेट गर्छु। टक्कै यहाँनिर चाहिँ फाइनली यहाँनिर मेरो साथमा रहेको छ पहिलो प्रथम त नुन है। यो चाहिँ नुन थोरै मात्रामा। अनि त्यसपछि अब यहाँ रहेको छ मेरो चाहिँ के छ है मसला चाहिँ बेसार रहेको छ। बेसार थोरै मात्रामा राख्ने। किनभने तपाईँले यो आलुहरू अनि त्यसको मिट मसला रहेको छ। मिट मसला
अनि यसमा के रहेको छ हेर्नु पर्यो है। यसमा चाहिँ के रहेको छ भने एकदम खुसी यसमा चाहिँ फ्रुट कलर रहेको छ है, थोरै मात्र फ्रुट कलर। अनि फाइनली मेरो यहाँ सकियो। अनि त्यसपछि यहाँनिर अर्को कुरो तेल है ल, तेल नुन सबै सामान अनि तेल ल, तेल मस्त हाल्नुपर्छ। अनि यता पनि तेल हाल्नुपर्छ मजाले ल। तेल अहिले चाहिन्छ नि त, यहाँ राखेँ तेल। अनि म्यारिनेट गर्न यहाँ ल। अब यहाँनिर मजाले यस्तरी मुस्नुपर्छ। यहाँ कस्तो दामी देखेको छ मासु चाहिँ। अब यहाँ धुवा आइसक्यो है। यहाँनिर चाहिँ अब म एकदम तावा तातो भइसक्यो ह, तावा तातो भइसक्यो। अब यहाँनिर चाहिँ म लेग पिस राख्छु है। वाउ कति खुसी लाग्छ कि मलाई यसरी बनाउनु चाहिँ। ल वाउ कति मिठो राख्छु है। अब आवाज सुन्नु होला है, दामी आवाज आहा। यसलाई चाहिँ अलिकति पुवाल गरिदिनु पर्यो। ल अब यहाँनिर यो भइसक्यो ह। म चाहिँ यहाँनिर टक्क लाएर अब यहाँनिर आगै बल्दैन किन हो बोले ह। आगो नबलेको अवस्था है यहाँ चाहिँ। ल अब यहाँनिर चाहिँ पानी राख्नु पर्यो। ल यति मिठो बसा है। अब यहाँनिर मेरो चौचौ रह्यो। अब यहाँनिर सबै कुरो म काट्छु कि काटेर फाइनली राख्छु है। मलाई धेरै पहिलादेखि आउनु मन थियो कि यसरी पकाएर होइन, खुल्ला ठाउँमा हावा खाएर पकाएर इन्जोय गर्न चाहिँ धेरै रहर थियो कि। फाइनली आज मेरो सपना पुरा भयो। म चाहिँ यति टाढा आयो नि, बस्ने ठाउँ खोज्दा नपाएर। हेर्नु त कस्तो हावा चल्यो हो। धेरै पनि हावा नचलोस् फेरि पानी पर्छ। यो चाहिँ रहेको छ प्याज। यो मासुलाई चाहिँ भएन भने म पोल्छु पनि है अझै। यो चाहिँ हाम्रो प्याज कटिङ भइसक्यो ह। अब यहाँ मासु पल्टाइदिनु पर्यो नि त, के लाग्यो यहाँ। वाउ कस्तो राम्रो रातो भइसक्यो। यसलाई ढाक्न पाएको भए यसलाई स्टिल पेपरले ढाक्नु पर्यो है। क्यामेरा खिचिदिने मान्छे भएन, त्यही भएर अलि एकोरो भयो। यहाँनिर चाहिँ हाम्रो आलु पनि राख्छौँ है। यहाँनिर चाहिँ म आलु पनि राख्छौँ। मान्छेहरू हेर्दै हाँस्छ भाइ मलाई। यो आलु पनि राख्छौँ है यहाँ यस्तरी। अनि मैले सिमी पनि लिएर आएको छु यहाँ। सिमी पनि राख्छौँ, मिठो गरी खाने हो आज। सपना पुरा हुँदाखेरि कति खुसी हुन्छ नि होइन। ल ल सिमी पनि राख्छौँ। अनि यसलाई चाहिँ यस्तरी ऱ्याप गर्छु कि म। यसलाई चाहिँ अलिक छिटो मजाले पाकोस् भनेर चाहिँ मैले यसलाई यस्तरी ऱ्याप गरेर है। मसँग ढाक्ने कुरो भएन नि त। अनि ढाक्ने कुरो नभएको भएर मैले चाहिँ यस्तरी हालेको है। ल
यहाँनिर चाहिँ मैले यसरी गरेँ है, यसो गरेपछि चाहिँ छिट्टो पाक्छ। होइन मैले चाहिँ यहाँनिर यो ढाकेर पाकिसकेँ। तपाईँहरू अन्तिमसम्म हेरेर माया गरिदिनु होला। यति धेरै टाढा दुःख गरेर भिडियो बनाउन आउँछ नि त, अनि त्यसपछि तपाईँहरूले पनि माया गर्दाखेरि त झन्नै खुसी हुन्छ कि यो मन। अनि त्यही भएर फाइनली म चाहिँ अब होइन एकछिन रमाइलो गर्नु पर्यो भने यहाँ हेर्नु कति मिठो जङ्गल त के भन्ने, ठुल्ठुलो पहाडको बिचमा खोलामा है। आलु पनि हालेँ मैले। आगो हाल्नु पर्यो दाउरा। ए साँच्चै यहाँ लसुनहरू हाल्नै बिर्सिरहेको मैले त। लसुनहरू मैले चाहिँ सबै कुरो यसमा प्याक गरेर लिएर आएको छु कि है। यसमा सबै कुरो खुर्सानीदेखि लिएर होइन रोजमेरीदेखि लिएर सबै कुरो यसमा हालेको छु। सबै कुरो लिएर आएँ यहाँ हालेर मिठो गरी पकाएर खाने हो भने यो रोजमेरी पनि रहेको छ, यो पनि हाल्नेछौँ। सुकिया खुर्सानी, लसुनको पोटी को बोलेन क्या हो। आगो नबलेको अवस्था बिजोको धुवाले पानी पो परिरहेको गाइस भाइ, के गर्ने कि यहाँ सेफ छैन। डेन्जर पानी पर्न लाग्यो भाइ, कहाँ जाने होला यस्तो बोकेर। डुबाउँछ र जुगा आमा, पानी पो परिरहे। भगवान् पानी नपरोस् न। यो सामानहरू हाल्नु त, पानी पऱ्यो भाइ मान्छेहरू सब रेनकोट लगाइरहेको परतिर। यो फेरि पानी पर्ने नपर्ने ठेगान नहुने कि हेर्नु त, हावाले आगो कसरी उडाखम। डर लाग्यो हावाले आगो हेर्नु त यत्रो उता फाले। पानी पऱ्यो भगवान् पानी नपरोस् एकछिन। फेरि वहाँ पर नि, वहाँ चाहिँ घाम लाग्छ वहाँनिर चाहिँ, अनि वरिपरि चाहिँ पानी। डरै लाग्यो पानी। ए भगवान् पानी नपऱ्यो हुन्थ्यो। अन्त कालो बादल गरेर आएको हेर्नु त, यति ठुलो जङ्गल लागिरह, किनकि पानी पर्दैछ एकदम सिता झर्दैछ पानीको। अनि त्यसै फाइनल हेर्नु यहाँनिर आगो नबले हुरिलाएर थोरै फोहोर लागेछ क्या। अब टक्क यो फोहोरलाई चाहिँ पाल्नु पर्यो। यो पनि यत्तिकै भयो। ओइ आगो फेरि डरै बोल्यो कि। अब यहाँनिर चाहिँ म वाउ कस्तो राम्रो भयो। अब यहाँनिर चाहिँ म लसुन राख्छु क्या, लसुनको पोटी। लसुनको पोटी चाहिँ हेर्नु त कस्तो राम्रो भयो। चाउचाउ पकाउनै बाँकी छ, पानी नपऱ्यो हुन्थ्यो। आलु पनि मजाले रातो भइसक्यो। बुढी लसुन अब एकचोटि फेरि आँसु निस्क्यो। यस्तो मजाले पाकेछ नि होइन। आलु हेर्नु न, आलु पोलेको आलु जस्तै। घरले कालै भएर आयो, डरै लाउने। छिटो पाक। हामी आगो भएर क्या हो है यस्तो कालै निलै भएको। यहाँको देउता रिसायो क्या हो। देउता थाहा छ र? अस्ति त पिकनिक खाइरहेको थिएन मान्छेहरू यहाँ। पानी हो आमा, हुरी आएन त छिटो छिटो। कस्तो डर लाउने हुरी आएको। यहाँको आमा सानी उडाउँछ क्या हो।
के गर्ने ला गए गाई चरा ओ चौचौ तिमी सब कुरो रेडी बनाउँदै गर कि म यहाँ पकाउने मोबाइलै बोकेर दौडिरहेको केटा मोबाइल पनि फुट्यो